आदरणीय दाजुभाइ दिदीबहिनीहरू नमस्कार। हेर्नुहोस् त नेपालमा को हालत आज यही दिन देख्न रहेछ मैले। बरु दर्शकबिन यिनीहरूलाई खाडीतिर पठाइदिउँ, बेल्चा हान्छन् बरु काम त पाउँछन्। झन् हौ यिनीहरू बेरोजगार भए, यो जातिबेती भयो, यिनीहरू यता खाडीतिर आए, बरु हामी झमाल्छौँ देश। अब मन्त्री बन्ने, सांसद बन्ने, अब म त्यो हुन्न। यिनीहरूको भयो प्रभु भयो, यिनीहरूको धेरै तमासा देखियो। जात्तेरीमा टोक्ने। ल हेर्नुहोस् त के गरे ल, यो भिडियो हेरौँ है त फेरि ल। हाडी गाउँमा जात्रा चलिरहेको रहेछ जन। अनुमतिले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु। धन्यवाद। हाडी गाउँमा जात्रा चल्यो रहेछ हैन त। ल हेर्नुहोस् जात्राको रमाइलो हेरौँ त। विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु। ल पारित भयो जन। यो अगाडि हल्ला गर्ने को हो? गडावेला लखटो अगाडि यो मुर्दाबाद जिन्दाबाद चल्नेले कता गए? त्यता पनि देखाओ त क्यामेराम्यान, जल्दी फोकस गरो। खाइ अनुहार हेरौँ। ओहो को रहेछन्? यो खुसबु ओली वाह। अब सम्माननीय प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमलाई प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। माननीय सदस्यहरू किन उठ्नु भयो? विपक्षी दलका माननीय सदस्यहरू किन उठ्नु भयो? मान्य मन्त्रीज्यू अगाडि बढ्नुहोस्। सामान्य सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात् विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। मान्य सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम यिनीहरू के जिन्दाबाद मुर्दाबाद गरेका जनताले नै जिताएर पठाएका हुन्थ्यो? कताका जनताले जिताएर पठाएछन् हो? हाम्रो सुर्खेत क्षेत्रमा एकबाट जिताएको त मैले देख्दिनँ कहीँ। खै हाम्रो माननीय चाहिँ नाम के हो यार क्षेत्रमा के खड्का के पुरमाडु खड्काको भाइ हो कि के हो? विष्णुबहादुर खड्का। हेरौँ त उहाँको अनुहार पो देखिन्छ कि यहाँ अगाडि। 5 मिनटभित्र लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरिएको छ।
मैले ओदो गाँठे प्रतिनिधि सभा निर्वाही कानुन गर लोकतन्त्र जिन्दाबाद संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद मान्य सदस्यहरू उक्त विधेयकमाथि विचार अर्को यार राम्रै रहेछन् हो तरुणीहरू त त्यो यहाँ त बरु त्यो पो हेर्नु पर्ला जस्तो छ त मान्य सदस्यहरू उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा कुनै पनि मान्य सदस्यको नाम प्राप्त भएन। तसर्थ अब म मान्य सदस्यहरू अब म प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले ठिक। हुन्न भन्नुहोला। हुन्छ यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्। ल हुन्छ त नि ओके यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न त भन्दै भनेन हौ कहिले मुर्दाबाद मात्रै भने ल हुन्न भन्नु भएन हौ पास गरिदिउँ पास ल हुन्न भन्ने कहिले भनेन मुर्दाबादसम्म भने ल पास भयो हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले हजुर, प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु। ओके धन्यवाद महोदय यो त बहुत मिठो हुँदो रहेछ हेर्नु त मान्य सदस्यहरू प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि प्रतिनिधि सभा नियमावली 2079 को नियम 112 बमोजिम संशोधन पेश गर्न चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा सङ्घीय संसद सचिवालय सिंहदरबारमा दिन सक्नुहुनेछ। झ्याउ लाग्यो यार मान्य झ्याउ लाग्यो दाजुभाइहरू अब बाँकी भिडियो चाहिँ फेरि हेरौँला त्यस्तै रहेछ उहाँहरूलाई अब सबै खाडीतिर बेल्चा हान्न चाडिदिउँ जस्तो भयो उहाँहरूले देशमा नेतागिरी गरेर गरी खानु जस्तो छ उहाँलाई भाटे कारबाही गरौँ भाटा लगाइदिउँ न भाडा लगाइदिउँ त त्यहाँनिर हाम्रा नेताहरू जनौ अब यस्ता त नेताले देश कसरी विकास गर्लान् र अनि म देश बन्ला र नेपाल फर्कला भनेको म विदेशमै सर्ने भएँ गाँठे बर्बाद भयो ल है त सबैले राम नेता जति आलु पाँडे भए सबैलाई राम ओके धन्यवाद। लिखित रूपमा उपलब्ध गराइदिन हुन अनुरोध गर्दछु।